यहाँ बोल्ने मान्छे बोल्यो भने मेरो स्कुलको जग्गामा हो मलाई स्कुलले सहमति देख स्कुलले आधासम्म हानु भने भन्नुहुन्छ अनि स्कुलले सहमति किन देख त नि अहिले ओडाले पनि उहाँहरूले भनेको मान्ने अनि तपाईँको ठेकदारले पनि उहाँहरूले भनेको मान्ने आफू बाटो बनाउने क्रममा आउनुभयो उहाँ घरको मान्छेले समाउनु भयो स्कुलको जग्गा नाप्नुभयो जुन स्कुलको जग्गामा पुरानो बाटो भनेको वहीँसम्म हो पुरानो अनि अहिले के गरिदिनु भयो अहिले बाटो यहाँबाट सुरु भयो यदि उहाँहरूको बाटो यो बाटो चाहिँ उहाँहरूलाई बारी भयो अनि यतापट्टि घर भएको ठाउँमा चाहिँ बाटो गयो त्यसले गर्दाखेरि यो घरहरू सबै बारी कसको यो बारी कसको यो बारी अब योबाट अझ अगाडि अलि अगाडि यो घरबाट अलि अगाडि हो यो बाटो बन्दैन भनेर जान्नुभएको अहिले फेरि बिहान आएर पेलिदिनु भयो यहाँ बोल्ने मान्छे बोल्यो भने मेरो स्कुलको जग्गामा हो मलाई स्कुलले सहमति देख स्कुलले आधासम्म हानु भने भन्नुहुन्छ अनि स्कुलले सहमति किन देख त नि यत्रो घर उठिबास हुन्छ भने स्कुलले सहमति किन देख स्कुलको सहमतिमा सबै उनीहरूकै मान्छे छन् अनि उनीहरूले जे भने त्यही हुने भयो ल यो घरको पहिल्यै यहाँसम्म पाली थियो यो पाली थियो पाली बाटो पर्यो भनेर भत्काउनु भयो ऊ त्यहाँसम्म बाटो थियो पुरानो बाटो अहिले यहाँसम्म बाटो भयो त्यहाँबाट उता बारी भयो उता जानै देखाइन यहीँबाट अब बाटो त्यो हिसाबले गर्दा यो सबै जाने भयो अब उहाँले भन्नुहुन्छ 2 मिटर 8 मिटर गौचरणको 2 मिटर हुकुमबासीको त्यो भन्ने हो भने फेरि 2 मिटर उहाँहरूले दिनुभएको खै र त्यो 8 मिटरको नियमै छ र नियमै छ भने त उहाँहरूले 2 मिटर त दिनुपर्ने होला नि त होइन दिदी त्यो 2 मिटर नै दिनु भएन आमा पनि पेसाले हालेको छ हामी बोल्दा हाम्रो केही सुन्दै दिदी कसैलाई वाला हुँदैन यस्तो गरे सरकारी अमिन लाभे हो वाटर नदिने बुढाबुढी खा जाने यो पोलहरू यो सबै पोलहरू यो देखेको पोलहरू पहिला यहाँ थियो चार पोल यहाँ थियो अनि पोल सार्न दिएन भनेर उहाँलाई यहाँ धारा थियो यहाँ पानी खाने धारा थियो दिदी पानी खाने धारा थियो यहाँको धारा भत्काइदियो उहाँले रुख काट्दियो रुख काट्न दिएन भनेर पुलिस बोलाएर पुलिस अगाडि राखेर रुख काट्न लाए रुख काटे पोल सारे अहिले के भन्नुहुन्छ अहिले घर भत्किँदा भन्नुहुन्छ ढिलो चाँडो दिदी बाटो छोको त लोयो त 8ले गर्दा त गयो नि त बाटो अब यो 8 पनि फेरि दिएको पनि छैन यो 10 पुरै बाटो नै गौचरणमा छ के अब ठेकदारलाई भने ठेकदारले ल गर्दैन हामी काम गर्ने हैन यहाँ छोडिदिन्छौँ भनेर हिजो त्यतिकै गएको आज यी पेलेर भेटिन्छ